गुड मर्निङ, नमस्ते, स्वागत छ फेरि पनि सबैजनालाई मेरो अर्को भिडियोमा। अनि आज पनि त्यही हो, किचनदेखि स्टार्ट गर्दैछु। यता दाल बसालेको छु, सिटी लाग्दैछ। आजदेखि एकदमै रुगा लागिरहेको छ, पोलेको छ त्यस्तो। हात चाहिँ आउनु खोज्छ, आउँदैन। दाल बसाल्दैछु, अब मन पकाउँदैन। आज तातो पानी मैले खाइसकेँ अघि नै। अनि आज मामा घर जाँदै हुनुहुन्छ। हो, चप्पल लाउनु पर्दैन, चप्पल आजभोलि चलन गरिँदैन। जाडो महिना भयो होला, चलन गरिरहेको छैन कि मैले यो ग्यास कसैले पनि चलन गरेन। चलन नगरे पनि उनीहरूलाई सफा त राख्नु पर्यो, जे भए पनि यो चुल्हा हो होइन। हिजो एक दिन सफा नगरेको यस्तो फोहोर भएछ कि। अघि दालै पाकेन छ, फेरि बसाल्दैछु। कुकर कालो भइसक्यो। अनि यहाँ हेर्नु साथीहरू, विज्ञानको यस्तो छ काम। के गर्नु क्या, लिप्यो दिनदिनै उस्तै बनाइदिन्छ भने उस्तै बनाइदिन्छ। त के तिमी काम लाग्यो हो त। भाँडा पनि धोइसकेँ। यति चिसो भयो, त्यो मसला राख्ने भाँडाहरू पनि पुरै फोहोर भइसकेको थियो क्या धुवाले। हाम्रो पछाडि यस्तो छ, पुरै धुवा जाने। यस्तै छ साथीहरू, कहिले सकिन्छ तैले बनाउनु लाग्यो पछाडि। यो चाहिँ किचन हो क्या। किचन चाहिँ यस्तो छ किनकि धुवा जाने बनाएको, तर बतास आउँदा चाहिँ ज्यादै चिसो हुने क्या फेरि। अब बढाएर छु है त म। फोहोर छ यता त्यता सबै बढाएर नै, यता कुना काप्चा सबै, यता पनि उहाँ कुनादेखि सामान हटाउँदै सबै म बढारिहाल्छु अब चाहिँ। धेरै फोहोर क्या। पा गर्नुपर्छ ल होइन फेरि के हो बाहिर हुत्ता गर्नु जानु थियो, हुत्ता गरेर ल्याइदिनु मगाएर जानु त जानु न। सुन्तला लियो, मलाई थाहा छैन। हिजो राति चाहिँ खाना खाएको थिएन कि कस्तो भोक लाग्यो। खाली त्यही कुकुर ल साथीहरू, हामी चाहिँ अब माम खाने बेला भयो।
अरू चाहिँ हुनुहुन्न, आमा छोरा मात्रै हो। यति नै सानो बाबालाई चाहिन्छ होला। मामा अझै मैले चाहिँ हिजो पखामा मसिन्छु। मैले चाहिँ हिजो राति पनि खाएको थिएन क्या। अनि हिजो राति माम खाएको थिएन क्या। अनि एकदम धेरै भोक लागिरहेको 10 पनि बजिसक्यो। अब चाहिँ म माम खान्छु। बिरियानी खाँदैछ। मम्मीहरू कतिखेर आउनुहुन्छ थाहा छैन। आलु पकाइदिँदैछु म। दाल भात पाक्यो अनि यहाँ आलु पकाइदिँदैछु। तरकारी बिज्ञान उता खाँदैछ। मुस दिनु भन्छ। माम मिठो लाग्यो हो। यसरी माम खानुपर्छ नि त। पकाइ म रस हाल्छु। यो चाहिँ मासुको रस। म चाहिँ मासु नखाने भनेर यहाँ अर्कै ठिक गर्दैछु। मासु त्यति खान मन चाहिँ छैन के। भात चाहिँ सबै पोखेको रहेछ भुइँमा। यत्रो भोक लागिसक्यो। हिजो भात नखाएको। यो चाहिँ कागतीको अचार। दाल म त खुर्सानी खानु भयो। के हाल्नु? यसलाई त अन्डा पनि हाल्नु नदिने भयो भाइ। मलाई मासु छ उसको चाहिँ। मासु किन पिटिक्कै खान मन छैन। नरिकन छिटो खाओस् न। म त खाना खायो आमा छोराले चाहिँ। अब त्यो काटिराखेको दाउरा थियो। म चाहिँ त्यही लिनलाई जान्छु। बिगेनलाई पनि लिएर जान्छु। यो कागतीको अचार हाल्छु बट्टामा। अस्ति लगाएको पनि आजभोलि खाइँदैछ। फेरि यो लिएर आएको कागती। हाम्रो यतातिर त पाइँदैन। माइतदेखि पठाइदिनु भएको रहेछ। अनि यसलाई तेल नहाल्दा पनि हुन्छ होइन। त्यत्तिकै यो बट्टामा हालेर माथिबाट हल्का नुन राखिदिनुपर्छ। अनि घाममा राख्नुपर्छ 1 हप्ता 10 दिन 15 दिन। अनि मात्र यो गल्छ। अनि मात्र अमिलो हुन्छ। यो चाहिँ मैले उसिनेर चाहिँ घाममा सुकाएको थिएँ। 5-10 मिनट सुकिसकेको छ। यो बाहिरको यो तितो भएको भाग चाहिँ नि यो चाहिँ निकाल्नुपर्छ पानीमा उमाल्दाखेरि। अनि यो चाहिँ मैले तयार गरिसकेको हो। अब बट्टामा हाल्न मात्र बाँकी छ। अस्तिको चाहिँ मैले बट्टामा राखेर नुन खुर्सान मतलब के लगाएको थिएँ भने तेलमा मेथीहरू खुर्सानीहरू झानेर लगाएको थिएँ भने अहिले योचोटि खुर्सानी पनि छैन। सुकेको खुर्सानी। यत्तिकै म बट्टामा हालेर नुन हालिदिन्छु। अनि ढकन लगाएर राखिदिन्छु। बट्टा उहाँ सुकाएको छु मैले। यस्तै बाटैभरि पानी नै पानी छ। पानी नटेकी हिँड्नु ल। हामी आमा छोरा चाहिँ दाउरा लिन हिँडेको है। सानो काटिराखेको छ अलिकति। मेरो साथी यता हेर त मेरो साथी। ल हिँड ल। त्यो पारियो दाउरा लिन चाहिँ। अस्ति मम्मीहरूले घाँस काटेको। अस्ति मैले भारी हालेको यहीँ हो घाँस। अम्ला पकडेर हिँडेको आइयो। तर बाटो धेरै कठिन। यस्तो अप्ठ्यारो छ नि। यहाँदेखि रह निस्किने चाहिँ यहाँदेखि झरिरह बाटो चाहिँ अहिले देखेन। रस काटिराखेको रह। म भाइ हालेर निस्किहाल्छु ल। विज्ञान चाहिँ बल्ल त्यहाँ दिला दिए। तपाईँ
हुन्छ क्या दिदी जहिले मलाई अप्ठ्यारो परिरहेको बेला तपाईँ टुप्लुक्क आउनुहुन्छ विज्ञान त बाटो लाग्यो जस्तो छ एकचोटिमै नउठ्ने रहेछ थोरै नै ल्याउने अब भोलिलाई राख्नु पर्यो बाँकी ऊ यता पनि छ फेरि भोलि आउने धेरै बोक्नु हुँदैन अहिले फेरि धन्न तपाईँ आउनु भयो र नत्र भए मलाई यसले यो उकालोमा बोक्नु लाउँथ्यो होला अब चाहिँ भयो ल ट्याक्कै भारी पुग्यो एउटा कुरा थाहा भयो कि हामीले कुनै दिन कसैलाई चाहिँ सहयोग गरेको बाबत अप्ठ्यारो परेको र हामीलाई नै कसैले सहयोग गरिदिन्छन् भगवान्ले हेर्छन् भनेको चाहिँ यही हो ट्याक्क दादाले लिन लागेको थिएँ होइन दिदी दोकानबाट आइरहनु भएको रहेछ कि अरे बोक्नु सक्दैन अया अब अझ एक भारी बाँकी छ बल्ल बल्ल निस्क्यो पुग्थ्यो है भन्नुभयो बिचरा को हो र ओइ दिदी नानीहरूलाई जाडोको कपडा ल्याइदिनु भयो हो तपाईँ चाहिँ घर पुग्नुहुन्थ्यो म चाहिँ विज्ञानलाई कराउँदा हैरान हुन्थ्यो होला छिट्टै हिँड्छ नि दाउरा लिएर चाहिँ घर आइयो विज्ञानमाथि खेल्दैछ अनि म चाहिँ अब कपालहरू कोर्नु पर्यो भनेको बेरोजगारी भएपछि के गर्ने साथीहरू रोजगारी भए पो काम पनि गरिहाल्छ पैसा पनि आउँछ भन्नु बेरोजगारी भएपछि यस्तै हो यहाँ मेरो कुर्ता फाटेको थियो नासिलाई भएको छैन घर बस्दा किन राम्रो राम्रो चाहियो हैन म त यस्तै लाउँछु सियो पनि कस्तो बोधो भएछ क्या मतलब लाटा भएछ जे भयो नि छाला नदेखे भएको छ क्या घर बस्दा राम्रो राम्रो लाउनु पर्दैन हो काम चलाउनु पर्छ काम
बेरोजगारी पनि यतिसम्म भइया छ कि साथीहरू, एक भारी घाँस एक भारी दाउरा गरेर दिन बिताइरहनु परेछ। के गर्नु, आउला मेरो पनि कुनै त्यस्तो दिन। तर त्यस्तो दिन आउनको लागि के गर्नु पर्यो, आफूले पनि जाँगर चलाउनु पर्यो नि त। जस्तै अहिले घाँस दाउरा गरेर जाँगर चलाए जस्तै। त्यही दिनमा छु म, हेरौँ कस्तो हुन्छ। घर बस्दा यस्तै चलाउनु पर्छ कि, च्यात्दै गर्छ, सिलाइ गराउनु पर्छ। झिङ्गा पनि कति आएको कि, यता पनि पुरै च्यातेको थिएँ कि मैले, सिलाएर लाग्यो। यहाँ रहेछ अलिकति, यसलाई पनि म सिलाएर पो हाल्छु। कतातिर हो मैले देखेको थिएँ, कता हो। यसलाई सिलाइहाल्नुपर्छ क्या, यो धेरै च्यातेपछि झन् भोलि पर्सि गाह्रो हुन्छ। आजदेखि त नाक पोलेर मर्नु भएको छ। दुई तीन चोटिसम्म त सिलाउँदै लगाउने हो। त्यसपछि चाहिँ अब त्यसपछि त सिरानी बनाउने। त्यही हो, म त सिरानी बनाउँछु। लगाउनु हुन्जेलसम्म चाहिँ लगाउने हो क्या। घर चलाउन त्यति सजिलो छ र। घर बिग्रिनु र सप्रिनुमा सबभन्दा ठुलो हात कसको हुन्छ थाहा? महिलाको हुन्छ। यदि बुढो कमाउने भए पनि बुढो कमाउने छ भने पनि आफू गतिलो हुनु पर्यो नि त हैन। मेरो बुढोले कमाएको छ, मलाई लाउनु पुगिहाल्छ, खानु पुगिहाल्छ भनेर के महिनै पछि नयाँ लुगा किन्ने, दिनै मिठो मिठो खाने त्यस्तो होइन नि त। खानेकुरा त जस्तो खाँदा पनि हुन्छ क्या, भोको चाहिँ बस्नु भएन। रोटी तरकारी खाँदा भयो, दाल भात खाँदा भयो, सादा दाल भात तरकारी खाँदा भयो। मलाई त्यस्तो लाग्दैन। म जस्तो छ त्यस्तै खान्छु, जस्तो छ त्यस्तै लाउँछु। एक जोर कुर्ता सुरुवाल मान्छेहरू यस्तो गर्छन् कि हैन, एउटा ठाउँमा नयाँ लुगा लाएर गयो भने अर्को ठाउँ जाँदा चाहिँ त्यो लगाउँदैनन्। तर म त्यस्तो होइन, नफाटिन्जेल म त्यही लगाउँछु जाँदा पनि। जानुपर्ने ठाउँमा जाने, आएर धुने त्यो कपडा र टक्क दराजमा राख्ने पट्याएर, फेरि जान्छ भने त्यही लाउने। त्यो नफाटौँ त्यो अर्को नकिन्ने। म चाहिँ त्यस्तै गर्छु।
हजुरहरू के गर्नुहुन्छ त्यो त अब त्यो सबैको आफ्नै हुन्छ जिउने तरिका आफ्नै आफ्नै हुन्छ हैन यस्तो त्यस्तो भन्नु मिल्दैन कसैले कसैलाई मेरो चाहिँ त्यही हो दसैँ तिहारमा मात्र मैले एकैचोटि कपडा किन्ने भनेको अब यस्तो हो नि त फेरि अब आफू पनि त रोजगारी छैन रोजगार भएको भए केही भएको भए हैन हिँडिरहनु पर्छ तालिममा यस्तो त्यस्तो भनेर किनिबस्नु छैन त्यही हो त्यही भएर किनिँदैन धेरै किनेर दराजमा लुगा भराएर के काम यो चाहिँ मैले सिलाएँ अब यो पनि फाटेको छ कि हेर्नु पर्ने छ के सिलाइहाल्नु पर्छ घर बस्दा त फाटेकै हो क्या लाउने तर छाला देखाइ चाहिँ लाउने हैन क्या फेरि सिलाएर लाउनु पर्छ यिनीहरू पनि च्यातिएको छ जस्तो लागिरहेको थियो क्या मलाई चाहिँ म हेर्छु ल हो क्या यिनीहरू पनि सबै फाटेको छ कपडा हेर्दा यति राम्रो राम्रो छ तर फाटेको छ क्या सबै अनि घर बस्दा मजा यस्तो लाग्छ घर बस्दा किन नयाँ नयाँ लुगा चाहियो जस्तो छ त्यस्तै हैन तर लुगा चाहिँ सफा हुनुपर्छ राम्रो भन्ने बित्तिकै त्यो फोहोर लाउने नराम्रो लगाउने भन्ने बित्तिकै मैले फोहोर भन्न खोजेको होइन नयाँ लुगा चाहिँ किन लाउनु पर्यो घर बस्दा जस्तो छ त्यस्तै लगाउने तर धोएर सफा चाहिँ हुनु पर्यो एउटै लुगा मैले यो एउटै लुगा लगाए पनि यो चाहिँ मैलो हुनु भएन के फेरि मैले धुनु पर्यो अनि मात्र लगाउनु पर्यो हो अर्को फेर्ने बेलामा मान्छेहरू एउटै लुगा लगाउँदा छ्या यसको त लुगै छैन क्या भन्छ नि त्यो होइन कि आफूलाई जुन सजिलो लाग्छ नि आफू जुनमा कम्फोर्टेबल भइन्छ नि त्यही मात्र लगाउने मान्छेले जे चिज पनि त्यस्तै हेर्ने हो क्या अब मलाई टी सर्ट अलादिन कुर्ता अलादिन कुर्ता सुरा सजिलो लाग्छ म त्यही लगाउँछु नभएर हो त होइन नि त घर बस्दा त अब काम गर्नलाई पनि त सहज हुन्छ नि त फेरि त्यसो त बच्चाको आमा भइसकेपछि पनि सजिलो हुन्छ होइन बच्चालाई फिडिङ गराइरहनु पर्छ टाइम टाइममा कस्तो मजाले च्यातिहाल्यो यो चाहिँ फेरि कतिचोटि सिलाउनु धेरै गाह्रो छ आज चाहिँ एक भारी उ ल्याएर दाउरा ल्याएर यही हो मेरो दिनभरिको काम है त राति सिलाउन खोज्छु नि त म तर राति मेरो बुढोले राति सियो धागो खेल्नु हुँदैन भन्नुहुन्छ क्या त्यही भएर म राति सिलाउँदिनँ पिरा पनि बुन्नु पर्ने छ अब पिरा पनि बुन्नु छ आज म यसलाई कसरी सिलाउँछु भने अर्को आइडियाले सिलाउनु पर्यो कि सानो आज बिगेन नुनु नै गर्दा ए बिगु यहाँ आऊ बिस्तारी आज नुनु नगर्ने तिमी ममा नाना सिलाउँदै छु क्या बिस्तारी आऊ ल बिस्तारी आऊ बिस्तारी म नाना सिलाउँदै छु बिस्तारी आऊ बिस्तारी आए हस भन्दैन आइ बिस्तारी आउनु ल अलि बार स्कुल भर्ना गर्ने भयो बेला भयो विज्ञानको कसरी भर्ना गर्ने हो आयो है आयो ल ल सिलाइको काम सकियो अब कपाल कोर्ने जिउ चिलाएको छ अहिले त कस्तो जाडो पो भयो कपाल पनि झरेरै सकिसक्यो सब झरेर कपाल छैन कि भ्यासलिन मैले चाहिँ यो टिकटकमा देखेको हुन्छ कि हुँदैन भनेर लगाउँदैछु कपाल रुखो भएको चाहिँ जे जस्तो भए पनि यसले मतलब त्यो
हाँगा फाटेको चाहिँ यसले फाट्न नदिनको लागि मद्दत चाहिँ पुर्याउँदो रहेछ है। यो कुरा चाहिँ मैले पनि माने। तर मेरो कपाल यही हो, छैन कपाल। एक बजिसक्यो, बस्तु खोल्ने बेला भइसक्यो होइन। बस्तु खोल्ने बेला भइसक्यो, विज्ञान सुतेन। विज्ञान, ओइ विज्ञान सानो यता हेर त, आज नुनु नगर्ने। अब अलिबारमा मनाइ छोड्ने जाने बेला हुन्छ अनि नुनु नगर्ने। आज कस्तो आफूलाई नै कस्तो गाह्रो फिल भइरहेको, पेट दुख्ने गर्ने। दाउरा लिएर आएँ, कपडाहरू सिलाएँ, फाटेको कति धेरै थियो। बल्ल बल्ल आज मेरो आजको दिन चाहिँ फाटेको कपडा सिलाएरै गयो है साथीहरू। कहिलेकाहीँ यस्तै हो। आज घाँस गइएन के अरे, आज मम्मी जानुभयो बिहानै घाँस। अनि म चाहिँ खाना तरकारीहरू पकाएँ, दिएँ, भाँडाहरू माझेँ। आज बुढो आउनु भएको छैन खाना खान, ल अब आउनुहुन्न होला।